नमस्ते जोजोलपा सबैमा। नील बाराई बचाऊ अभियान भइरहेको थाहा पाएर आज हामी त्यहाँ पुग्यौँ। नील बाराई मन्दिर वरिपरि धेरै नै पहिरो गइरहेको रहेछ। मन्दिर नै सङ्कटमा परेको हामीले देख्यो है। मन्दिरको संरक्षणको लागि हामी सबैले जे जस्तो सहयोग गर्न सक्छौँ गरौँ। हरेक शनिबार त्यहाँ श्रमदानको काम भइरहेको रहेछ। धेरै मानिसहरूले त्यहाँ आएर श्रमदान गरेको पनि देखियो। त्यहाँ श्रमदान गर्ने, आर्थिक दान गर्ने डाटाहरू पनि देखियो। उहाँहरू सबैलाई हामी नमन गर्न चाहन्छौँ। त्यहाँ अझ धेरै बोराहरू, बाँसहरूको र श्रम शक्तिहरूको खाँचो छ। इच्छा हुनेहरू सबैले आफूले जे जस्तो सहयोग गर्न सक्छौँ त्यहाँ गरिदिनु होला। हाम्रो मठ मन्दिर भनेको हाम्रो कला संस्कृतिको पहिचान र धरोहर हो। हामी सबैले मिलेर त्यसको संरक्षण गर्न अति नै जरुरी छ। हामीले त त्यहाँ श्रमदान गर्न सकेनौँ, तर मागको नाममा चाहिँ केही आर्थिक सहयोग चाहिँ गरेर आएँ। साथै नील बाराई बचाऊ अभियान चलाउने अभियन्ता सुनिल प्रजापतिज्यूलाई धेरै धेरै आभार व्यक्त गर्नुको साथै सबैले यस अभियानलाई सहयोग गरिदिन हुन पनि विनम्र अनुरोध गर्दछु।